दसैँको बिदा चलिरहेको छ। गाउँमा चहलपहल अलि बढी छ। चौतारीमा 3जना बाल्यकालका साथीहरू भेट हुन्छन्। अमन, विकास र सुनिल। अमनले शान्त स्वरमा भन्छ, हामीले त देश बदल्ने सपना देख्यौँ नि, अझै पनि केही फेरबदल भएको छैन। विकास हाँस्यो, तर त्यो हाँसोमा उसको थकान लुकेको थियो। हामीले त सदा झै हारेका, इमान्दार नभएका मानिसहरूलाई जिताएका छौँ। गल्ती हाम्रै त हो नि। सुनिल चुपचाप थियो। उसले मोबाइल स्क्रोल गर्दै थियो। हेर त, फेरि त्यही मान्छेहरू उम्मेदवार बनेका छन् जसले 5 वर्ष अघि हामीलाई सपना देखाएर धोका दिए। तिनैजना केही बेर मौन रहे। हावाले पात हल्लाइरहेको आवाज मात्र थियो। अमनको आँखामा झलझली आफ्ना विद्यालयमा पढिरहेका बेलाका यादहरू आइरहेको थियो। उनीहरूले टिनका छानामुनि पढेका उज्यालो भविष्यको सपना देखेका क्षणहरू उसले सम्झिरहेको थियो। हामीले फेरि गल्ती दोहोऱ्यायौँ भने भविष्यका बालबालिकाहरूले पनि यही पीडा भोग्नेछन्। अमनले आँखा तारेर भन्यो, यसपटक हामीले इमान्दारलाई भोट हाल्नेछौँ, नातावादलाई होइन। विकासले हात अगाडि बढायो, सपना फेरि सुरु गरौँ, साँचो नेतालाई भोट गरौँ। सुनिल मुस्कुराउँदै भन्यो, देश बदल्ने शक्ति हाम्रै हातमा छ। तिनैजनाले हात मिलाए। त्यो साँझ उनीहरू 3जना मात्र थिएनन्, उनीहरूका नयाँ नेपालको बिउ थियो। यसको सन्देश मैले के दिन खोजेको भन्दा, सोच परिवर्तन भाषणले होइन, भोटले हुन्छ। आफ्नो जिम्मेवारी नबिर्सौँ। सोचेर जिम्मेवारीपूर्वक र इमान्दार नेतालाई भोट गरौँ, देश अवश्य बन्छ।